मलाई प्राय चिन्नेहरूले सोध्ने गर्छन् कि परापूर्व कालदेखि चल्दै आएका देवी देवताहरूलाई पूजा गर्न छोडेर आफ्नो धर्म संस्कृति छोडेर तिमीले कुन चाहिँ धर्म अपनायौ, तिमी आफ्नो गुरुलाई भगवान भन्छौ, के आधारमा भगवान भयो भनेर भन्छन्। सन्त रामपालजी महाराज भगवान हुनुहुन्छ। अरे भगवानलाई भगवान भनेर के भयो हैन? अखिल ब्रह्माण्ड नायक श्रीहरि यो संसारमा कुनै पनि बेला कुनै पनि ठाउँमा कुनै पनि समयमा चाहिँ प्रकट हुन सक्नुहुन्छ। सत्ययुगमा भक्त प्रहलादको रक्षार्थ नरसिंह बनेर आउनुभयो। द्रौपदीले हे परमात्मा भनेर हृदयदेखि पुकार गर्दाखेरि श्री कृष्णको रूपमा चाहिँ उहाँको इज्जत बचाउनु भयो। त्यही परमात्मा वर्तमान समयमा सन्त रामपालजी महाराजको रूपमा चाहिँ धरतीमा विराजमान हुनुहुन्छ। सन्त रामपालजी महाराज स्वयं भगवान नै हुनुहुन्छ। अब जसले ज्ञानको आधारमा चिनेको छ उहाँहरूले त चिने, जसले चिनेको छैन उहाँहरूले त शास्त्रलाई हेर्ने हो नि। वेदमा के भनेको छ? परमात्मा दुःख हट्टा सुख हट्टा, कोडीको काया, निर्धनको माया, अन्यको आँख, असाध्य रोगबाट मृत्यु हुने योग छ भने त्यसलाई पनि 100 वर्ष आयु थपेर चाहिँ पुनर्जीवन दिनुहुन्छ भनेर वेदमा लेखिएको छ, शास्त्रहरूमा लेखिएको छ। सन्त रामपालजी महाराजसँग दीक्षा लिएर मर्यादामा बसेर भक्ति गर्नेहरूका थुप्रैको चाहिँ असाध्य रोग जो डाक्टर र विज्ञानले हार खाइसकेकाहरू पनि आएर सन्त रामपालजी महाराजसँग दीक्षा लिएर चाहिँ आफ्नो कल्याण गरिराखेका छन्। जुन अरू देवी देवताको भक्ति गरेर त्यो लाभ हुँदैन, जुन सन्त रामपालजी महाराजसँग दीक्षा लिएर प्राप्त गरेका छन् भक्तात्माहरूले जो मर्यादित छन्। गीतामा पनि भनिएको छ जब जब पृथ्वीमा धर्मको हानि पापको वृद्धि हुन्छ तब तब अधर्मीहरूको नाश र पुण्यात्माहरूको उद्धारको लागि म आउँछु भनेको छ। संस्कृतमा भनेको छ यदा यदा हि धर्मस्य गलानी भवति भारत अभ्युत्थानम अधर्मस्य तदा आत्मनं सृजामि अहम। सुन्नुभएकै होला तपाईँहरूले यसलो हैन? वर्तमान कलियुगमा भगवान यस धरातलमा अवतरित हुनुभएको छ सन्त रामपालजी महाराजको रूपमा। त्यही भएर मैले सन्त रामपालजी महाराजलाई भगवान मानेको हुँ। अरे भगवानलाई भगवान मान्नु के गल्ती छ हैन? भगवानलाई भगवान मानेर केही गडबड हुन्छ? मैले जाने, मैले माने हैन? हजुरहरू पनि मान्नु। सन्त रामपालजी महाराज सामान्य धोती कुर्तामा अहिले आएर लीला गर्दै हुनुहुन्छ। अरे राम आए, श्री त्रिलोकीनाथ विष्णु यस धरातलमा आए, शङ्ख चक्र गदा पद्म लिएर आएको थोरै हो, दुईटा हात दुईटा खुट्टा लिएर त आएको हुन्। श्री कृष्ण आए यस धरातलमा हैन? दुईटा हात दुईटा खुट्टा लिएर त आएका हुन्। बुद्ध आए, जिसस आए, पैगम्बर आए, यिनीहरू पनि त काल भगवानकै अवतार त हुन् नि। गीता ज्ञान बोल्ने बेलामा के भनेको छ हैन? आउँछु भनेकै छ, धरातलमा आउनुहुन्छ बरोबर। अब स्वयं अखिल ब्रह्माण्ड नायक श्रीहरि कबीर साहेब स्वयं गीता ज्ञानदाता काल ब्रह्मको पनि पिता हुनुहुन्छ। उहाँ पनि समय समयमा यस धरातलमा आउनुहुन्छ। भगवान यस धरातलमा कुनै पनि समय कुनै पनि बेला कुनै पनि रूपमा प्रकट हुन सक्नुहुन्छ। वर्तमान समयमा सन्त रामपालजी महाराजको रूपमा जो लीला गर्दै हुनुहुन्छ उहाँ साक्षात् भगवान हुनुहुन्छ। उहाँको लीलालाई हेर्नुहोस्, जेलमा बस्नुभएको छ, बाढी पहिरो जाँदाखेरि सरकारले राहत दिन नसकेको ठाउँमा गएर उहाँले जेलमै बसी बसी कति किसानहरूको चाहिँ उद्धार गर्नुभएको छ। दाइजो रोहित विवाह गरेर इन्डिया नेपालका नारी हिंसा जुन दाइजोको कारण हुन्छ तिनीहरूलाई बचाउनु भएको छ, नारीहरूलाई चाहिँ सम्मान दिनुभएको छ। दाइजो रोहित विवाह गरेर जातपातको कुरा हुँदैन। हरेक वर्ष 5-6 वटा समागम हुन्छ। सतलोक आश्रम धनुषा भनेर नेपालमा पनि आश्रम छ, विदेशमा इन्डियामा गरेर 12 वटा अरू थप छन्। ती सबैमा चाहिँ शास्त्रमा वर्णित परमात्मालाई भोग लगाएर प्रसाद वितरण भइन्छ। यो समागममा 2-3 महिनाको एकपटक जुन समागम हुन्छ त्यसमा आएर प्रसाद मात्र खानाले पनि युगौयुगदेखि गरिएको पापहरू चाहिँ नाश हुन्छ। गीतामा पनि लेखिएको छ, हेर्नु होला तपाईँहरूले है। वर्तमान समयमा अखिल ब्रह्माण्ड नायक श्रीहरि साक्षात् धरातलमा अवतरित हुनुहुन्छ सन्त रामपालजी महाराजको रूपमा। मलाई चिन्नुहोस्, बुझ्नुहोस्। सत्सङ्ग आउँछ टिभीमा, हेर्नुहोस्। सगरमाथा टिभीमा आउँछ बिहान 5:55 देखि 6:55 सम्म, टिभी टुडेमा आउँछ 2 बजेदेखि 3 बजेसम्म, साँझ भक्ति दर्शन टिभीमा आउँछ, लगायत इन्डियन च्यानलहरूमा पनि आउँछ। साथै हाम्रो सतलोक आश्रम धनुषा, सतलोक आश्रम नेपाल भनेर युट्युब तथा पेज छ। तपाईँहरूले सर्च गरेर युट्युब तथा पेजमा पनि मोबाइलबाट हेर्न सक्नुहुन्छ। मनुष्य जुनी बार बार पाइँदैन। 84 लाख कटिसकेपछि बल्ल एकपटक यस धरातलमा मनुष्य जुनी हुने अवसर पाउँछ। भक्ति गर्ने भनेको मनुष्य जुनी पाउँदाखेरि मात्र हो। सन्तान सम्पत्ति स्वास्नी घाँस कपासमै मात्र मनुष्य जुनी खेर पार्नेहरूलाई चाहिँ माथि चित्रगुप्त धर्मराजको दरबारमा जाँदाखेरि फेरि 84मै फर्किनु पर्ने हुन्छ है। फेरि 84मा फर्किसकेपछि मनुष्य जुनी हुँदाखेरि भक्तियुग हुनु पर्यो,
परमात्मा स्वयं धरातलमा आएको हुनु पर्यो मोक्ष प्राप्त गर्नको लागि। वर्तमान समयमा तपाईसँग मनुष्य जुनी पनि छ। भगवान यस धरातलमा गुरु बनेर प्रकट हुनुहुन्छ सन्त रामपालजी महाराजको रूपमा। तपाईँ स्वस्थ हुनुहुन्छ भने ढिला नगर्नुहोस्। सन्त रामपालजी महाराजसँग दीक्षा लिएर भक्ति गरेर केही हानि छैन, केही घाटो छैन है। शास्त्र अनुकूल भक्ति दिनुहुन्छ। हाम्रो शरीरमा भएका देवी देवता ब्रह्मा विष्णु महेश गणेश दुर्गा भवानी कुन शरीरको कुन अङ्गमा कुन देवी देवताको वास छ र तिनीहरूको मन्त्र के हो र जप्ने तरिका के हो, सन्त रामपालजी महाराजले आफ्नै मुखारबिन्दबाट अहिले त अनलाइन हैन टिभीमा डाइरेक्ट हुन्छ फेस टु फेस उहाँले दीक्षा दिनुहुन्छ। त्यो मन्त्र उहाँले दिएको मर्यादामा बसेर जापिसकेपछि स्वयं देवी देवताहरूको दर्शन यही शरीरमा हुन्छ भनेर गुरुदेवले भन्नुहुन्छ। धेरै भक्तात्माले गरिराख्नु भएको छ। ब्रह्मा विष्णु महेश गणेश दुर्गा भवानी भनेको त सनातन कालदेखि चलिआएका देवी देवताहरू हुन् हैन। कुनै नयाँ धर्म सन्त रामपालजी महाराजले सिकाइराख्नु भएको छ। हाम्रो शास्त्रबाट लुकेका गुद रहस्यलाई उजागर गरेर टिचरले किताब स्कुलमा पढाए जस्तै गरेर शास्त्र धर्मग्रन्थहरू अध्ययन गराइराख्नु भएको छ। सन्त रामपालजी महाराजको यस शास्त्र अनुकूल भक्ति साधना गरेर थुप्रै करोडौँ पृथ्वीका अनुयायीहरू उहाँका अनुयायीहरूले चाहिँ सुख लाभ गरिराख्नु भएको छ। तपाईँहरू पनि दुःखी हुनुहुन्छ भने आत्मकल्याणको लागि सन्त रामपालजी महाराजसँग दीक्षा लिएर आत्मकल्याण गर्न सक्नुहुन्छ। तपाईँहरूले सुन्नु मात्र भएको होला हैन। परमात्मा दुःखहर्ता सुखहर्ता कोटिको काया निरनको माया अन्डेको आँट भनेर यो सन्त रामपालजी महाराजसँग दीक्षा लिएर भक्ति गरेपछि लाभ हुन्छ। अब सुन्नु पनि भएको होला। गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परम ब्रह्म तस्मै श्री गुरुवे नमः। गुरु साक्षात् भगवानै गुरु बनेर आउनुहुन्छ भनेको छ हैन। अब एउटा कबीर साहबको दुआ छ, रामकृष्ण से कौन बड़ा तीन भी गुरु कीनी तीन लोके वेदनी गुरु आगे आटिनी। त्रिलोकीनाथ जुन विष्णु भगवान यस धरातलमा आउनुभयो उहाँहरू त तीन लोकका धनी हुन्, स्वयं भगवान हुन् नि। भगवानले पनि यस धरातलमा आउँदाखेरि गुरु बनाएर गुरुको चाहिँ चरण टोके सेवा गरे भनेपछि गुरुको महिमा भगवान भन्दा पनि माथि हैन। रामकृष्ण से कौन बड़ा तीन भी गुरु कीनी तीन लोके वेदनी गुरु के आटिनी। रामकृष्ण भन्दा ठुलो को छ यो धरातलमा, यो तीन लोकमा उनीहरू पनि भगवान हुन्। तर भगवानले पनि गुरु बनाएर गुरुको अगाडि सरेन्डर गरे भनेपछि गुरुको महिमा कति छ त्यो जान्नको लागि तपाईहरूले सन्त रामपालजी महाराजसँग दीक्षा लिएर भक्ति गर्नुपर्ने हुन्छ। सत साई।